हेलो साथी हो, यो चाहिँ हाम्रो पहाडको घर। अनि मैले चाहिँ एउटा सानो ब्लग बनाइरहेको। अनि यो चाहिँ हाम्रो, यसलाई रुख भेन्डी भन्छ हैन हाम्रो भाषामा चाहिँ। चट्ट यस्तो मजाले बिचरा फलेर पनि खाइसकेर नि अझै पनि यो रहेको फलिरहेछ। हेर्नुस् कस्तो खाउँ खाउँ लाग्ने फलिरहेछ। यहाँ मजाले पाकिरहेको छ। चट्ट लाएर हेर्नु यस्तो मजाले ड्याम ड्याम हेर्नु न, जब जब फलिरहेको छ। यस्तो मजाले बिचराहरू कति धेरै फल्या छ। यसको अचार यस्तो मिठो हुन्छ हैन। अनि हाम्रो नानी चाहिँ यहाँ खेलिरहेको छ, इचुकुना। छोरी कृषा यता हेर्नुस् त, माटो खेल्दैछ। यो चाहिँ हाम्रो पहाडको खुरपानी हो। खुरपानी मजाले फुलिरहेको छ। अनि यहाँबाट चाहिँ हामी चट्ट लाएर, यो चाहिँ हाम्रो पारी गाउँ देखिरहनु भएको छ। अनि यो पारी सुर्के चट्ट लाएर हुँदै हुँदै यो पारी डाँडाहरू चाहिँ हिमालहरू देखिरहेको छ। चट्ट हामी यहाँ बिहान उठ्ने बित्तिकै हामीले हिमाल मजाले देख्न पाइन्छ। चट्ट लाएर हाम्रो यो पारीको ठुलो डाँडा छ। त्यो डाँडा चाहिँ हाम्रो, यो डाँडा मुनि चाहिँ यो जिरी हो। यहाँबाट लगभग 30 मिनट जति लाग्छ। हिँडेर जाँदा 1 घन्टा 1.5 घन्टामा पुगिन्छ। चट्ट लाएर घरहरू लाग्नु भयो बुवा? ए ल हुन्छ बुवा, अब के गर्नु है, यस्तै छ अब। ल ल यो चाहिँ हाम्रो टोयलेट, ब्रिटिसबाट आएको। त्यो चट्ट लाएर यो चाहिँ हाम्रो घर। म तपाईहरुलाई घर देखाउँछु। चट्ट यहाँ चाहिँ अब चाबी लगाइरहेछ अहिले चाहिँ। यो चाहिँ भूकम्प पछिको घर बनाइरहेको हो। अनि त्यसपछि गएर यो चाहिँ आमाहरूको पहिलाको पुर्खाको घर हो। अनि सबैभन्दा मूल घर हो यो चाहिँ। यो पहाडको मूल घर हो। यो भूकम्प गएपछि चाहिँ भत्केर यति सानो भएको हो। अनि चट्ट लाएर यो चाहिँ अहिले हाम्रो किचन हो। यो पनि ब्रिटिसले दिएको। यो चाहिँ हाम्रो आँगन भइहाल्यो, ठुलो छ आँगन पनि। अनि यो किचन चाहिँ हामीले चाबी लगाइरहेछ। पुरै काठमाडौँको हिसाबमै बनाएको छ किचन ब्रिटिसले मजाले। यहाँ पनि आमाहरू अहिले पल्लो घर जानुभएको छ, त्यही भएर चाहिँ चाबी लगाइरहेको छ, देखिरहनु भएको छ। अनि यो हाम्रो बुवाको पहिलाको जवानीको फोटो। बिचरा केमा यहाँ प्रमाणपत्रहरू पाउनु भएकोहरू पनि छ बुवाले। अनि बुवाको जेठी बुढी कान्छी बुढी दुईजना बुढी राखेर बुवाले चट्ट फोटो बनाएर टाँस्नु भएको छ। यो जमानाको बुवाको फोटो, एकदम ह्यान्डसम हिरो हुनुहुँदो रहेछ। अनि यो चाहिँ बुवाले सहयोग गरेर उहाँलाई प्रमाणपत्रहरू पनि उपलब्ध गराएको। बिचरा बुवाले धेरै साँचेर राख्नु भएको। यिनीहरू धेरै छ, अब त्यस्तैहरू टन्नै राखिरहनु भएको छ उता पनि राख्न चाहिँ। अनि यो चाहिँ कान्छा छोराको मेरै घर भनौँ अब अहिले चाहिँ। यो ख्यामेको घर हो। यस्तो छ घर। उनलाई चाहिँ 14 वर्षमा भिन्न दिएको भएर घर, उसको चाहिँ घर नभत्किया रहेछ भूकम्पमा। अनि उसको घर देखिरहनु भएको छ। उसको घरमा नै अहिले चाहिँ चाबी लगाइराखेको छ। अब मान्छे नबसेको 20औं वर्षभन्दा बढी भइसक्यो। त्यही भएर चाहिँ। अनि यो चाहिँ बुवाको घर। यो बुवाको घर हैन, यो बुवाको घर हो। यो बुवाको घरमा पनि यसरी उहाँले चाहिँ पुरै काठ विदेशी सिस्टमले भित्र चाहिँ पुरै फल सिलिङ हालेर बनाउनु भएको छ। उहाँको बिचरा बुवा भित्रदेखि चाबी लाएर, बिचरा बुवाको सबै भित्र त दामी छ, काठहरू टन्नै राखेर बनाउनु भएको छ। आऊ छोरी। अनि हाम्रो
झुकेछेरी काठमाडौँमा माटो खेल्न नपाएको यहाँ चाहिँ क्रिसा यता हेर त ए क्रिसा मजाले माटो खेलिरहेछ छोरी हेर त यी चक्लेट अङ्गुर चुचु भन्यो भने मात्रै आँखा हेर्छ हाम्रो झुसेले ल बाबाको चाहिँ छेउमा जाने उता खोलामा ल त उता बाबाहरू आयो आची गरेको छैन होला छैन यो चाहिँ हाम्रो अब अहिले दाइको काममा हामी आइरहेको छौँ त्यही भएर चाहिँ अब यो घरि मैले फुल रोपेर लिएर रोपेको गेट फुलहरू मजाले फुलिरहेछ यो ब्रिटिसले बुवाको नामबाट आएको ब्रिटिसको धारा यो 300 घरमा पहिलाको टोयलेट बाथरुम यो पुरा पुर्खाको घर ल हैन आऊ ए दिदीले छोड्यो मन्जिलाले छोडेको भनेर ऊ आउनै मानेन आमा टाढै तपाईलाई भनेको नस्पाती घरमा नस्पातीको रुख होइन तामा यो कति टन्नै फल्छ त्यही त मजाले फल्छ जारिङ्गोहरू बिचरा उम्रिन थालेछ नि अहिले त जारिङ्गो त अब खाने बेला मकै त थुप्रो रहेछ त अझै पनि के गर्नु त किनेर नि दिनै पर्यो यो ठुली आमाको घर यसमा फिनिसिङ भएको छैन चट्ट लाएर अब यहाँ यस्तो दामीको बनाएको छ नि भित्र त हुन त तर पनि यहाँ फिनिसिङ भएको छैन अब यो यहाँ घर चट्ट लाएर यो यता घर यो ब्रिटिसले दिएको घर यो ब्रिटिसले आएको धार होइन त अब यो घरको पहिलाको किचन तर किचन यहीँ छ मजाको छ किचन पनि धुवा सुवा हुँदैन त्यो हाम्रो घरको ठुलो छोरी मन्जु सुनवार मजाले पोहोर परारको दसैँमा हामीले मजाले यहाँ फोटो खिचेर मनाइएको थियो हैन मजाले नआउने रहेछ माथि चाहिँ ढुङ्गै ढुङ्गा कङ्क्रिटै कङ्क्रिट रहेछ अब यहाँ जाँतो मैले बिहान जाँतो मजाले पिसेर ठिक पारेको छु पहिलाको जमानाको घरको झ्यालको डिजाइन सट्ट लाएर यो घरमा नि किचन त 2-3टा पो छ त हैन यो पहिलाको किचन गन्द्राङ गुन्द्रुङ आमाम हेरी सत्य छैन हैन यो सबै यो के भन्छ यसलाई हडला के हरला हलौडा गोरु जोत्ने चट्ट लाएर मैले भिडियो बनाएको क्या पछि गयो हेर्नलाई अनि यहाँबाट तलमाथि यहाँ पनि किचन हैन किचन त यो घरमा त थुप्रो पो रहेछ त यो घरमा चाहिँ जता नि किचन यता नि किचन उता नि किचन पो रहेछ कहाँ यही घरमा ए पहिल्यैदेखि किचन चाहिँ छुट्टा छुट्टै रहेछ हुँदै यो कुखुरा बाख्रा बाटा पहिला को जमानाको कुरा नगरौँ न चट्ट लाएर कम दामी छ त यार गाउँमा आलु रोपिसक्नु भएको छ यहाँ चट्ट पारेर ए हावा हरर लागेर मजाले फुल खेलिरहेछ नास्पातीहरू आरु बाख्राले नि बिचरा मजाले फुल फुलेर चाहिँ पिङ्क कलरको फुल
वाउ दामीको मौरी पनि छ बिचरा ल आलु बेचेर अब यो आलुहरू सबै बेच्न ल्यायो आलु बेचेर पैसा टन्न कमाउने